लक्ष्मी दीक्षिता दास। आज चाहिँ नयाँ वर्ष भएकोले देश विदेशमा रहनुहुने दाजुभाइ दिदीबहिनी साथीसङ्गी सबैलाई नयाँ वर्षको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। अब आज चाहिँ लामो समयपछि बल्ल मेरो भ्लग आइरहेको छ, किनकि आज न्यू इयर पनि हो। अनि आज अब के गरिन्छ भनेर यसो भ्लग बनाइहालौँ न भनेर चाहिँ यो भ्लग सुट गर्दैछु। अब बिहान चाहिँ हामी आज बिहान उठेर नुहाइ धुवाइ गरेर पूजा गर्नमा अलि हतार भयो, त्यही भएर भ्लग चाहिँ राम्ररी सुट गर्न चाहिँ पाइनँ। अहिले चाहिँ अब बेलुका भइसक्यो। यसपालि चाहिँ हामी न्यू इयरमा कतै पनि घुम्न पनि गएनौँ, यसो घरै बस्यौँ, किनकि दिउँसो पनि एकदमै चर्को घाम लागेको थियो होइन। अनि यताउति गएनौँ, त्यही भएर पछि जाम्ला भनेर। मौसम पनि एकदमै गर्मी बढेको छ होइन, चितवनतिर एकदमै गर्मी बढेको छ, दिउँसो हिँड्नै सकिँदैन। अनि यस्तो गर्मीमा घुम्न पनि कहाँ जाने, त्यही भएर हामी गएनौँ होइन। तपाईँहरूकोतिर चाहिँ मौसम के कस्तो छ कमेन्टमा भन्नु होला। अनि दिउँसो चाहिँ हामी त्यस्तो खासै चाहिँ केही गरेनौँ। अब बेलुका चाहिँ अलिअलि सिम्पल केही फ्यामिली ग्यादरिङहरू गर्छौँ, हेर्दै गर्नु होला हामी भ्लगमा के गर्छौँ भनेर। स्टे ट्युन। मेरो मम्मी हुनुहुन्छ, मम्मी केही भन्न चाहनुहुन्छ? ह्याप्पी न्यू इयर। यहाँ ड्याडीले पनि ह्याप्पी न्यू इयर भन्दै हुनुहुन्छ।